मलाई त मजा आइरहेछ दामी मजा आउँछ केटाहरु त बिजोक भइरहेछ कहाँ उन्दो काटेको बाटै छैन यहाँ चाहिँ अब यहाँबाट चाहिँ हेर्नुहोस् है अब कसरी देखाउँछु यहाँ भित्तापट्टि यस्तो तर यहाँबाट ढुङ्गा लगाउनु छिर्सक्यो है यहाँ चाहिँ यस्तो छ हो यहाँ चाहिँ रोडै छैन अब क्याप्टेनले हुँदैन भनेपछि हात उठायो क्याप्टेनले हात उठायो किनभने कुदाउनु सक्ने छ जबरजस्ती क्लच प्लेट जाला छ हो क्लच प्लेट फेरि यस्तो जङ्गलमा क्लच प्लेट गर्ने फेरि ओकाला त ठेलेर लाने कुरा आएन त्यही भएर मैले केटालाई भनेको म्याक्सिमम् हामी 9 किलोमिटर कुद्यो होला हो 2 घन्टा बेसी लाग्यो हामीलाई सोचिहाल अझ यस्तो त माथि डाँडामा कस्तो बाटो होला यस्तो यस्तो साथीहरू यस्तो भइसक्यो हौ साथीहरू यस्तो भइसक्यो कतिवटा बाटो नभएको ठाउँतिर पनि हामीले बाटो ढुङ्गा लाउँदै कति सक्दो चाहिँ अब हामी चिवा भन्ज्याङ चाहिँ पुग्ने नै विचार जय मसी एन्ड गुड मर्निङ फ्रम चिवा भन्ज्याङ हो अहिले चाहिँ चटक्कसँगले हाम्रो टिमहरू केटाहरू मजाले अब रेडी हुँदैछ बिहानको लगभग आज चाहिँ हल्का मौसम चाहिँ खुलिएको छ बिहानै उठेर चाहिँ अब यताउता केटाहरूलाई हो चटक्कसँगले यहाँ अब कतिजना केटाहरू ब्रस गर्दैछ भर्खर मजाले यहाँ कतिजना यस्तो हो भित्र हो अब चाहिँ हाम्रो यहाँदेखि फेरि हामी ए बेलुका सुतेको हो ल्याङफ्याङ छ के गर्नु भएको चाहिँ फेरि मौन लाउनु भयो तपाईँ पनि गर्ने हो अब चाहिँ हामी यहाँबाट अलिकति उकालो भाउलालेसम्म चाहिँ जान्छु होला त्यहाँदेखि चाहिँ फेरि फर्केर आएर ब्याक टु दि होमै होला मामा है कहाँको घर जान्छ बाबा कहाँ जानु अन्त नि कहाँ जाने हो ओ दाजु कहाँ जाने झन् घरै जाँदिनँ भने मान्छे त के चाहिँ भएको नि घरै जानु मानेको छ नि मान्छे पनि हिजोदेखि त न्यु गएको घर चाहिँ ट्याप्पै नजाने रे मान्छे हो बुहारीलाई पठाइदिनु पऱ्यो भिडियो बनाइकन ल अब अहिले हेरौँ न मौसम चाहिँ अब यस्तो यतिको चाहिँ भइरहेछ खुलेर एकपट्टि त्यो पनि राम्रै भएको छैन एकपट्टि चाहिँ ड्याम्मै कुहिरोले यस्तो भइरहेछ हेरौँ आमामा यहाँ चरक्कसँगले बाइकको पार्किङ चाहिँ मिलाएर चाहिँ हो सबै निकालेर मैले अन्त चडक्कै गएन राइटेसहरू आज चाहिँ हल्का मौसम पनि खुलेको अवस्था हो सो यसो घुम्न लागिरहेको छु हो उकालो के कस्तो हुन्छ पहिला हामी आएको हेरी चाहिँ पहिला त अब डरलाग्दो 2 नम्बर तान्ने जग्गाहरू थिएन हो सबै तर अहिले चाहिँ अब मेन्टेनेन्स मजाले भएछ हो राम्रो भएछ अलिकति हामी चाहिँ अब अफ सिजनमा आएको कारणले गर्दा फेरि अब त्यस्तो राम्रो भ्यूहरू देख्न त पाइँदैन हो तर पनि अब यतिको मौसममा अब मौसमले अझै पानी परेको छैन पानी चाहिँ परेको भए चाहिँ झन् अब हरेस हुन्थ्यो होइन अब एटलिस्ट धुम्मै भए पनि अब पानी चाहिँ परेको छैन यो पारिपट्टि डाँडाहरूबाट चाहिँ मौसम खुलेको भए चाहिँ अब नेपालको बोर्डरहरू दामी देख्थ्यो पारिपट्टि हो तर अब फगी लागिरहेछ अब यस्तोमा त के देख्छ र अब के हेर्नु हिजो हामी निङ्ग्रो खोज्न आएको चाहिँ यहाँदेखि उता सट्टै पसेको अब यहाँ माथिल्लोपट्टि चाहिँ एसएसबीको क्याम्प छ हामीले चाहिँ अब एसएसबीकोबाट पनि यहाँनिर चाहिँ पर्मिसन होइन त्यो त्यहाँबाट त्यसै पर्मिटहरू केही दिन उयोबाट ए एन्ट्रीबाटै गर्दैछ ए जाउँ त्यसो नि यस्तो दामी हेर न कुहिरो उकालो आएको अब यो फोनबाट त अब कति देखाउनु हौ वाउ सट्टैसँगले हेर्नुहोस् त कुहिरो उकालो आएको देख्दैछ कि देख्दै छैन तपाईँहरूले चाहिँ अब यस्तो दामी सिन ए सट्टै यो कुहिरो चाहिँ उकालो कल 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 यस्तरी कल बगेर आउँदैछ हो
लागि सजाइदिउँला जुनी किरी भने तिमी नाचिदिनु ओके गाइस अब हामी चाहिँ यहाँनिर चाहिँ साथीको वेटिङमा हो 4 जना चाहिँ हामी यहाँ आइपुग्यो 3 जना चाहिँ बाटो निकै अप्ठ्यारो छ नि त हो अन्त पर्खिँदै आउँदैछु म यहाँ चाहिँ यस्तो दामी फल्स रहेछ आमा फल्स हो मजाले Under the boughs where the shadows play, the wind hums songs at the break of day. Whispering pines seek कुन दिनमा आएछ जस्तो भएन मामा यहाँ कि मजा आउँछ है या निस्क तेरेको म त नसक्नेछ तिमी बस्दै गर्ने हामी घुमेर आउँछ के तिम्रो तान्नै छोड्यो त है रेसै लेछ न तेल त छ तेल छ कि सबै ठिकै छ क्लच ठिकै छ कस ठिकै छ ल कस त ठिकै छ ठिकै छ के भएको छ हत्तु दाजु हत्तु आगे भित्रबाट राम्रो रहेछ भित्रैबाट यस्तोमा त दाजु एडभेन्चर गर्नु त एडभेन्चर ए मजा मजा है यो आयो खोदाले नि सबै अन्त ल पारिको भिरहरू हामीले डल्लै पेलेर आएको हो यता पारिबाट हो आमा अझै यहाँ आइपुग्यो आज दामी थाम्दैन अब अफ गर्न बाइक चाहिँ राजेको प्लेन हौ या दाजु कमान यु क्यान डु इट दाजु कमान आया कस्तो मजा आउँदैछ मलाई त मजा आइरहेछ दामी मजा आउँदैछ केटाहरूको चाहिँ बिजोक भइरहेछ नयाँ राइडर्स चाहिँ बिचरा बिजोक छ है नयाँ राइडर्स त्यही माथि अब क्लासिक गऱ्यो नि त अब अलिकति गरौँ बाइक हो बिचरालाई खेलाइले नै आज चाहिँ मान्छे चाहिँ कहाँ उन्दो काटेको
एकछिन सिधा पार बाइक सिधा पार बाइक सिधा पार न राइडर्सहरूको चाहिँ हालत पर्छ अफरोडै चाहिएको तपाईँलाई यतिको माग्छु बाटो म चाहिँ राइडर्सहरूको चाहिँ हालत यस्तो चाहिँ केटा बाटो चाहिँ कसरी दिनु रे अब त तेर्सै होइन यो जग्गा हेर्नु अब टाढो टाढो छ कि यसो अनुमान गर्दा फेरि चाहिँ अन्त गाइस हामी चाहिँ यहाँनिर अब के अरे राजन भालु हाले होइन भालु हाले अब आइपुग्यो भालु हाले चाहिँ यस्तो भइरहेको छ बाटै छैन यहाँ चाहिँ अब यहाँबाट चाहिँ हेर्नुहोस् है अब कसरी देखाउनु यहाँ भित्तापट्टि यस्तो तर यहाँबाट ढुङ्गा लगाउनु छिर्छ कि है यहाँ ढुङ्गा लगा कि ए भित्तापट्टि त छिरेर चाहिँ उकालो चाहिँ बाटो कस्तो छ हो यहाँ ढुङ्गा लान्छ छिर्छ यतिमा त मजाले यस्तो ढुङ्गा लान्छ छिर्छ मामु ओ जोस गर्छ अनि यहाँ त यस्तो होला कि फेरि माथि कस्तो छ नि हैन हेर न यो मात्रै अप्ठ्यारो मामा यही मात्रै अप्ठ्यारो भन नि त यस्तो लाग्यो छिरिहाल्छ नि घरमा बस्न खाटा यो यो बुबु एकछिन गर्नु म त के चाहिँ हो मामा के भयो यहाँ ढुङ्गा झुङ्गा लगाएर पनि एकदम हामी राइड चाहिँ गरी छाड्ने हो कोनी दोकान छ मामा यहाँ चाहिँ यस्तो छ हो यहाँ चाहिँ रोडै छैन अब टट्टै चुडेर हो रोडै छैन त्यो सामानहरू पनि सायद त्यो कसको यो चिवा एसएसबीहरूको होला हो यहाँदेखि चाहिँ जानुपर्ने चाहिँ अझै यो उकालो सबै डाँडा काटेर है अन्त यसो छ बाटो चाहिँ यस्तो छ बाटो चाहिँ गाइस बनाउँदैछ पुगिहाल्यो अब यहाँबाट त कतिमा होइन हौ भोक लाग्यो दाजु तिमीले के भन्यौ यो राइडको बारेमा चाहिँ अलिकति भन त तिमीबाट सुनिदिउँ भयानक मात्रै लागेको बाटो चाहिँ सोचेको भन्दा डर लाग्दो रहेछ त्यहाँ होइन पर फेरि आउनु छैन हौ पारि बसिरहेको डाँडामा यहाँ पारि यहाँ हालत हेर्नुहोस् मेरो हालत तात्ला अर्काले ढुङ्गा लगाइरहेको छ तर म त्यो ढुङ्गा मुचाल्नु सक्दिनँ अब त्यस्तो भइसक्यो अवस्था यहाँ आएर चाहिँ अब सोच्दैछ यहाँ चाहिँ अब के गर्नुपर्ने हो फर्केर कपडाको होमस्टेमा बस्ने हो कि जान्छ यहाँ त यो भन्दा खतरा ए छिरीको त अन्त ए यु सक्सेसफुल ल लो सक्सेसफुल अहिलेसम्म लगभग नेपालको बोर्डरको छेउमा छौँ त्यहाँ अलिकति बाटोको प्रब्लमले गर्दा अब हिँडेर जानु पर्ला जस्तो छ सल्लाह चाहिँ स्थिति साह्रो छ फाइनली अब के भयो अब के अप्सन चाहिँ के आउँदैछ अब पुग्नु पर्ने चाहिँ यो पारी जग्गामा हो अलिकति म छ खासमा यो कुहिरो लागेको ठाउँमा यो उकालो क्याप्टेनले हुँदैन भनेपछि चाहिँ फेरि अब हुँदैन हो जबरजस्ती गरिँदैन होइन सिधै कुरा हो क्याप्टेनले अब हुँदैन भनेपछि फेरि हुँदैन हो सिधै गयो भने चाहिँ फेरि यो पारी डाँडा मात्रै हो यहाँ भर्खर अलिअलि उभिँदैछ हौ यहाँ हो नि मजाको छ तर अब यहाँ आएर चाहिँ बाटो नहुँदाखेरि चाहिँ पुरै अब उयो भयो प्रब्लम चाहिँ हो अब हाम्रो क्याप्टेनले चाहिँ त के भन्छ नि त अब क्याप्टेनले हुँदैन भनेपछि हात उठायो क्याप्टेनले हात उठायो किनभने कुदाउनु सक्ने छ जबरजस्ती अँ क्लच प्लेट जाला छ हो क्लच प्लेटको फेरि यस्तो जङ्गलमा क्लच प्लेट गर्ने फेरि ओकाला त ठेलेर लाने कुरा आएन आएन त्यही भनेर मैले केटालाई भनेको ओके केटा अब फाइनल अब डिसिसन चाहिँ क्याप्टेनकोबाट फाइनल डिसिसन के आयो भने अब हामी यहाँबाट चाहिँ वापस सिधै बरु यहाँ तलतिर चौरतिर जाउँ मजाले हो खानेकुरा पनि लिएको भए हुन्थेछ हुँदैछ नि हो खानेको यहाँ त अब
यसरी यहीँसम्म मात्रै रहेछ यहाँ अब यो सामानहरू माथि एसएपीहरूसम्म जाने रहेछ हौ होइन नजाउँ ठिकै रहेछ नि यहाँतिर बाइक बिग्रियो भने प्रब्लम हुन्छ हो यहाँतिर बाइक बिग्रियो भने अब हामीलाई प्रब्लम पनि हुन्छ हो सो अब बेटर टु नेक्स्ट टाइम हो अब ल हामीले अब यहाँसम्म चाहिँ आँट गरे यहाँसम्म चाहिँ अब आँट गऱ्यो है मन्जी भाउ यहाँसम्म चाहिँ अब आँट गऱ्यो अब सक्दैन यस्तो हो भाइ है अहिले हामी जाला हो उज्यालोमा जाला यस्तो रफ रोड छ अहिले हो भरे अन्धेरोमा फेरि साह्रो पर्छ ओह्रालो फर्किँदा निकै आज यहाँदेखि पनि निकै छ नि त अन्त ओह्रालो फर्किन हामीलाई साह्रो पर्छ होइन यहाँदेखि चाहिँ तर के भन्छ हामी बसेको होमस्टे चाहिँ यहाँदेखि चाहिँ 9 किलोमिटर मात्रै हो कि तर बाटो चाहिँ बिहान केटाहरू सुतेको छ होइन 9 किलोमिटर हो कि हुनु चाहिँ तर बाटो चाहिँ नि झन् 2 घन्टा जस्तो लाग्यो त्यहाँबाट यहाँ आउनु है 2 घन्टा लाग्यो 2 घन्टा लाग्यो अन्त 2 घन्टा लाग्यो अब हेर है यहाँ आउनु 2 घन्टा लाग्यो फर्किनु कति लाग्छ हो बिहान अब छिट्टो गरेर हिँडेको भए चाहिँ हामी अलिक हुन्थ्यो भरे रात पऱ्यो भने बाटो देखाइदिनुहोस् न बाटो चाहिँ यस्तो बाटोमा चाहिँ राति चाहिँ कसरी ड्राइभ कसरी घुम्थ्यो एकजनाको त अब बिचरा ऊ तलै बाइक चाहिँ आधी बाटो थन्काएर चाहिँ सक्यो अब हत्तु भएर नि अब बोल्नु पनि सकेको छैन बिचरा हो अब उसलाई चाहिँ मैले चलाएर पछाडि पिलियनमा बेसी तात्तिने चाहिँ यही गुरुङ केटा आयो त्यो कुकुरीको टोपी लगाएर ऊ त्यहाँ निदा यो तात्तिने चाहिँ हो इन्क्वायरी गरौँ पठाएर होला नि हो अब यहीँतिर लाग्नुपर्छ अब जबरजस्ती गर्नुहुँदैन बेसी होइन बेस्ट हो नि मैले पनि भनेको केटालाई जाउँछ किनभने भरे बाइकै बिग्रियो भने यसरी लड्दैछ ग्रामहरू के भन्छ क्लसहरू भन्छ भने कहाँबाट चाहिँ हो कि प्रब्लम हुन्छ बाइक बिग्रियो भने यहाँ त प्रब्लम हुने अन्त यहाँदेखि गएर फेरि फिटर आलीले भएको त्यो टुल्किटहरू सबै रुममा थन्काराख्यो हो फिटर लिएर छैन त त्यो अन्त हावाले सबै सबै तलै थन्कायो वापस यहाँ देखाउ त ल्याउनु त ले अब जान्दाखेरि म सोच्दैछु दाजुको यसको बाइक चाहिँ अब हामीले पालै पिलो गर्दै हो यसको त्यो वाटरफल छ नि त्यसको त्यो डाँडा चाहिँ अलिक कटाइदिउँ हामीले त्यो डाँडा चाहिँ अलिकति मुस्किल छ कि यो हिँड्दै छ कि त्यति कटाइदिएपछि त्यहाँदेखि फाइनल्ली अब हाम्रो डिसिजन चाहिँ सबैको सल्लाहमा चाहिँ अब डिसिजन चाहिँ फाइनल्ली अब के भयो भने फाइनल्ली अब हामी ओ राजेन भालु आलेसम्म चाहिँ आयो हो अब फाइनल हाम्रो डिसिजन चाहिँ यहाँबाट चाहिँ उकालो चाहिँ नबढ्ने नजाने हो उता टाढा चाहिँ जाउँ मन त मलाई पनि लागिरहेछ नि हो अब के गर्नु बाटो होइन यहाँ बाटो बिग्रियो है बाइक चाहिँ यहाँ बिग्रिन्छ सबैलाई प्रब्लम हुन्छ म्याक्सिमम् हामी 9 किलोमिटर पुग्यो होला हो 2 घन्टा बेसी लाग्यो हामीलाई सोचिहाल अझ यस्तो त माथि डाँडामा कस्तो बाटो होला यस्तो साथीहरू यस्तो भइसक्यो हौ साथीहरू यस्तो भइसक्यो बिचरा भयो अन्त यहाँ मेरो यहाँ यस्तो भएछ एकैछिनमा चाहिँ नि अब यहाँदेखि पुग्नु चाहिँ 1 पावा मात्रै भनेको थियो नि त भरे चाहिँ हामी चाहिँ अन्तिममा आइपुगेको थियो म जान्दिनँ गएर आउने म यहाँ वेट गर्दैछु हा को जानु जाउँ नजाउँ पर्छ अब केमा पानी ल्याएको छैन के गरेर त्यो चाहिँ गोबर टालेछ केमा ल्याए पानी थियो यहाँ पानी पुरा भलाउँदैछ है उयो खोलाले हो उयो खोला चाहिँ यता फर्किँदो रहेछ नि त्यही त यहाँ उयो ढुङ्गाहरू खोलाले डल्लै खोला छ अन्त हो भरे पानी परेर खोला पऱ्यो भने चाहिँ प्रब्लम हुन्छ यहाँबाट चाहिँ वापस दाजु के भन्यो तिमीले ल अब यहाँ हातहरू ल अब यो दाजुलाई सोधे ल दाजु तिमी उकालो जाने नजाने हो जाने म त अब हिँडेर भए मात्रै जान्छु हिँडेर मात्रै जाने ल यता तँ जाने उतामा के भन्यो अन्तिममा आइपुगेछ नि त हामी अन्तिम चरणमा बाटो उकालो कस्तो छ होइन देखिएको छैन भरे उमाथि पनि त्यस्तै छ भने चाहिँ फर्क्यौँ साह्रो पऱ्यो यस्तै छैन फर्किदिउँ राईको छोरो हार मान्दैन खेप चाहिँ लडेँ म कि 3 खेप चाहिँ लडे बाइक हेर्नुहोस् त बुबुको तर पनि के हो यस्तो भइरहेछ ऊ सबै यहाँ हेर्नुहोस् ऐना आउँदो मुन्टे भइरहेछ हो लिभरहरू सबै भाङ्ग्यो ऐनाहरू यहाँ भाँचेछ हो तर पनि हामी चाहिँ हार चाहिँ मान्दैन ऊ यसरी बाटो बनाएर हो 4टा बाइक चाहिँ अब हामी आगे छिरिङ र सङ्गम र आगे छिरिङ चाहिँ अब नजाने भयो हो हामी चाहिँ यहाँ जबरजस्ती गरेर हो नि यत्रो दुःख गरेर चाहिँ यस्तो के फाइदा भएन है त्यसको हरेस भयो त अन्त यत्रो दुःख गरेको त अब यो त कहाँ जान्छ अन्त यो बाटै चुडेको छ रहेछ यस्तो भइरहेछ नि बाटै छैन हौ कहाँबाट जान्छ
यसो छ बाटो चाहिँ अब त यता सक्दैन रहेछ नि के सक्छ अब त यो त छैन सक्दैन जान्दैन हरेस भयो त आ तल गएर झाट्नु पर्छ नि कत आयो गएन अल्छी लाएर फर्केर आयो यस्तो छिर्दैन छिर्दैन उताएर त माथि पनि त्यस्तै हो नि ऊ कुदेर छु रोटो खै उयो माथि हो तेरो सुन जान्दैन रहेछ पर्छु पो अब चाहिँ जबरजस्ती नगरौँ होइन अब जबरजस्ती नगरौँ यस्तोमा हेर त ऊ यस्तोमा क्या सक्छ उयो छैन कि यस्तो त छिर्दै हट उहाँ हेर न बाटो त्यहाँ फ्यास फ्यास छ नजाउँ पर्छु पो नजाउँ अझै अझै 2-3 घन्टा जस्तो लाग्छ 3 घन्टा जस्तो लाग्छ नजाउँ होस् फर्क्यौँ एकदमै अब दुःखको साथमा होइन दुःखको साथमा अब के गर्नु ट्राई गर्यो जति सक्दो आफूले सक्ने हो कोसिस गर्यो तर अब सकेन हौ बाटै छैन रहेछ अब त्यो जग्गामा के भन्नु अन्त सक्छ बु तार्नु सक्छ आउनु त जे होस् एउटा ओ सामान बोक्नु लाग्यो होला यो है जुत्ता भरि पानी सक्यो त्यो कभरमा त पानी याकहरू चाहिँ यो पर सामान बोक्नुको लागि ए यत्रो ठुल्ठुलो रहेछ याकहरू आमा 9-10 वटा छ घाट निकाल्दैन जुङैन हिँडेर क्या एक एटेम्प चाहिँ गरियो सकेन सिलिन्डर बोकेर आएको नि त म बसेको त मान्छेको याकको ढाडको पो रहेछ मेरो पनि उयो गर्दै ल टाइट गर्दै ल सामान लाउने यस्तो दुईपट्टि के हो सामान अब यहाँबाट चाहिँ सामानहरू लिएर आउनु चाहिँ याकले चाहिँ दाजु के हो याक हो कि के हो यो त हाइब्रिड छ त याक नै हो त सिङ हो डरै लाग्दैन मान्छे र दाजु यहाँबाट हिँडेर गयो भने कति लाग्छ चिया पुग्नु 1 घन्टा लाग्दैन है टेन्सन त्यही त खत्तम हुन्छ अब यहाँबाट चाहिँ उनीहरूले भारीमा याकमा लगाएर चिया भन्छ पोर्दैछ अब हिँडेर गयो भने चाहिँ यहाँबाट चाहिँ 1 घन्टा जस्तो लाग्छ अरे हो 1 घन्टा पनि लाग्दैन अरे अन्त उनीहरू चाहिँ अब याकहरूसँग झन्डै 1.5 घन्टा जस्तो लाग्छ अरे हो ओइ हिँडेर गयो भने आधी घन्टा अलिक बेसी लाग्छ अरे हो चुवा चारो भनेको चारो त माथि पाउँछ होला नि मान्छे भाउ चारो माथि पाउँछ अरे भनेर सोध त चारो पाउँछ अरे माथि भनेर सोध न खाने कुरा हो चाँदैन चाहिँ याकहरू त कस्तो भयो सोध्नु त्यो सोध्नु नि चारो पायो भने त मजा आउँछ नि माथि मामा के भन्यो एनर्जी छ उकालो जाने जाने नि जाउँ 1 घन्टा त ओके गाइस अब केटालाई चाहिँ कसै गर्दा पनि सकेन हो अब हामी चाहिँ
एकदम जसरी पनि बुढा हारे है माथिसम्म चाहिँ गएर नै छाड्ने भनेर चाहिँ बुढा हारे होइन अब यहाँबाट चाहिँ यो माथिको घाम लागेको ठाउँमा चाहिँ हो एक दिन आयो भने हामीलाई हो अन्त हामी चाहिँ यहाँबाट हिँडेर गयो भने चाहिँ बेसी लाग्दैन आधी घन्टा 40 मिनट समथिङ मात्रै लाग्छ भन्दैछ कि त्यही भएर चाहिँ अब सबैजना चाहिँ अब हिँडेर नै जाने अरे हो अन्त हिँडेर नै जाँदैछौँ यत्रो आएपछि हुनु म अब यत्रो दुःख गरिहाल्यो हो आएपछि चाहिँ अब गएर नै अब मजा लिउँ न भन्ने नि यहाँ यहाँकोहरू सामान लिएर जाँदैछ हो एसएसबीको थाम्नु साल पर्यो बिहान चाहिँ भयो रास्ता खोज्ने कार्यक्रममा छौँ एकटा हो हामी चाहिँ यहाँ अब यस्तो सर्टकट हिँड्नु मजाले उकालो हौ भिडै मात्रै देख्छ त उकालो त हो हौ स्याउन्डलाई त भिड देख्दैन त उकालो त जङ्गर सबै हरायो त जङ्गर सबै लरक लुरुक भयो त त्यो चाहिँ के हो दाजु भात खुवाइ छैन 12 भइसक्यो है खुट्टाले पनि जवाब दिनु थालिसक्यो काम थालिसक्यो खुट्टा काम थाल्यो नि अब चाहिँ भोकले रिङ्गाट र सिङ्गाट सबै चलिसक्यो भोकले कत्रो पुतले हो फेरि सानो पुतल बाइक चाहिँ हामीले यहाँ पारिपट्टि पार्किङ गरेर चाहिँ यो उकालो बाटो चाहिँ हामी हिँडेर ए हो हिँडेर आइपुग्यौँ अहिले चाहिँ यस्तो छ बाटोको अवस्था चाहिँ हो सङ्घर्ष गरिँदैछ दामी जग्गा चाहिँ निकै हाइटमा हामी हिँडेर आइसक्यो थाकेर बिचोक मेन कुरा चाहिँ हामी चाहिँ किन थाक्यो भन्दाखेरि चाहिँ बिहान एकै कप चिया खाएको मात्रै हो बिहानदेखि अहिलेसम्म त्यहाँदेखि उता चाहिँ केही पनि छैन भुँडीमा हौ खानाको टाइमिङै 1 बज्न आँटिसक्यो 1 बज्यो 1 बज्न आँटिसक्यो खानै छैन 12:30 अन्त त्यही माथि चाहिँ अब उकालो हिँड्नु पर्दाखेरि चाहिँ कति थाक्छ आम्मामा यहाँ हेर्न क्लाउड्स अब रिक्स लिनु सकेन यहाँ चाहिँ के भयो त ल भोक लागेछ केटा यहाँ बसेर हुँदैन त क्यान्टिन छ उपर छैन चढ्ने जग्गै छैन यहाँबाट झऱ्यो नि चढ्दैन दाजु नजाऊ उयो पनि यहीँ कतै यता भल्टियो भाइ वापस ऊ तलबाट उकालो छ भने चढौँ कि बरु हुँदैन यहाँ यस्तोमा हट कहाँबाट हुन्छ यहाँबाट यो यताबाट यस्तो गएन त्यहाँबाट यस्तो चढ्यो यस्तो गयो भने जाउँ वापस यत्रो दुःख गऱ्यो हिँडेर चाहिँ हामी चाहिँ झन्डै आधी घन्टा चाहिँ उकालो फोकटै हिँडेछ आधी घन्टा 40 मिनट चाहिँ फोकटै उकालो हिँड्यो हाउडेमा सर्टकट तामा हिँडेर चाहिँ लास्टमा चाहिँ माथि चाहिँ बाटो छैन तलबाट चाहिँ खासमा चाहिँ उकालो एउटा सिसी खुप्पा थिएछ हो ट्र्याक्टर थिएछ फेरि फर्किँदैछ हो ओह्रालो ए हरेस भयो अब त लाग्नुपर्छ होला रुमतिर 100मा चाहिँ हामी 90% चाहिँ पुगेको छैन हौ सर साह्रो बिस्वाद लाग्यो म चाहिँ त्यहाँबाट उकालतिर छ नि आगे ऊ हौ त्यो उकालतिर छ नि त्यहाँबाट उकालतिर छ नि बाटो खास चाहिँ के गर्नु अन्त अब सक्दो ट्राई गरेँ सक्दो कोसिस गरेको अब सकेन हो कतिवटा बाटो नभएको ठाउँतिर पनि हामीले बाटो ढुङ्गा लाउँदै जति सक्दो चाहिँ अब हामी चिवा भन्ज्याङ चाहिँ पुग्ने नै विचार गरेर चाहिँ खासमा यो गरेको सकेन बाटै छैन सर उल्टा अलिकति उल्टा बाटो भएछ नि त हामी खासमा चाहिँ अब फेरि यहाँबाट उकालो चढ्यो भने चढ्ने चाहिँ बाटो रहेछ कि जाँदा फेरि हुन्छ तर अब त्यो ताकतै छैन अब हाम्रोमा भोक लागेर त्यस्तै भइसक्यो 1-2 जस्तो बजिसक्यो अन्त खै होइन त्यो अघि त थियो त स्विमिङ त्यस्तो गाइस अब के गर्नु अब नेक्स्ट टाइम कुनै दिन टाइम मिले आउँला मजाले एक्सप्लोर गरिकन चाहिँ जानुपर्छ ओके गाइस फाइनली चाहिँ अब हामी बाइक भएको ठाउँमा आएर पनि अब हामी चाहिँ लाग्यौँ फर्क्यौँ वापस अब होमस्टेतिर के गर्नु अब यस्तै भइहाल्यो फेरि अब नेक्स्ट टाइम हामी त्यो ठाउँहरूलाई भेट्नेछौँ आउनेछौँ तर हो
कुन त बिस्तारै बिस्तारै ल्याउ न मोराहरूले मलाई आज चाहिँ मोराहरूले बाइक लडाएर माथि उत्तम पर्छु पो तपाईहरुलाई झन् आइदिनु पर्यो तपाईहरुलाई धेरै धेरै धन्यवाद मिठो मिठो हैन केही कुरामा कमी भयो भने मन चाहिँ नदुखाउनुस् है ल कन्सल्टेन्ट आउनु भयो नि त तपाईहरु कि हरेक कुरामा त्यही भएर फेरि फेरि आयो भने आउँछु नि हामी फोन गर्छौँ नि तलक्कैसँग आउनु भयो भने चाहिँ अब दशहरा टाइमतिर हजुर मिलाएर हामी आउँछौँ त्यो टाइममा आउनु